नमस्ते, फेरि पनि स्वागत छ एलएन ब्लग युट्युब च्यानलमा। उही तपाईँहरूकै अमृत मानको। आज चाहिँ अब छोरो बाहिर गएको थियो, तपाईँहरूलाई थोरै जानकारी दिन मैले चाहिँ अमन हामी सबै सपरिवारै शनिबारको लागि मनोकामना हामी टोर जाँदैछौँ। उसको एउटा विदेशमा बस्दाखेरिको भाकल थियो, अब त्यही हो। अनि उसले आज थोरै सपिङ गर्न गएर मम्मीहरूलाई, उसको मम्मीलाई भनौँ न, अर्थात् शर्मिलालाई उसले कुर्ताहरू कपडा लिएर आएको थियो दर्शन गर्नको लागि भनेर। देवदेवता जाँदाखेरि चोखो कपडा लाएर जानुपर्छ भनेर। र साथमा उसले खसीको मासु पनि लिएर आएको छ। ऊ आफैले स्वयं कुक गरिरहेको छ। अब उसले के कस्तो बनाउँदैछ भने म तपाईँहरूलाई बाँकी जानकारी दिँदै जानेछु। त्यही हो, तपाईँहरूको सामु अहिले मैले नाइट भिडियो बनाइरहेको छु। अब के कस्तो हुन्छ तपाईँहरू हेर्दै जानु होला। अनि यहाँनिर ढल्किरहेछ खसीको मासु बाहिरबाट। अस्ति खाएकोले खासै चित्त बुझेको थिएन। यहाँनिर ऊ आफैले कुक गरिरहेछ है त। कम्पन चाहिँ स्यानीले दिइरहेछ। अनि मैले फेरि रातारात गएर अहिले रेन मार्केट तल गएर ताइजिन चामल लिएर आएको छु। ताइजिन चामल चाहिँ अहिलेको आजको भाउ अनुसार चाहिँ मैले बुझेको, पहिला मलाई त्यति महँगो जस्तो लागेको थिएन। आज चाहिँ ताइजिन चामल केजीकै 200 रुपियाँ अरे है। सुन्दाखेरि नि अचम्म लाग्छ। पहिला यो चामलहरू एकदमै पैसा नहुनेहरूले खाने, एकदमै दुखीहरूले खाने भन्थ्यो। अहिले चाहिँ अब रहरको लागि यहाँनिर चामल 1 केजीमा बाँकी यति छ यहाँ। अनि के अरे अमनले चाहिँ यहाँनिर नापेर अब एक चम्चा घिउ पनि त्यो ठ्याक्क चामल टाँसिँदैन। आजको कुकम्यान चाहिँ अमन हो है स्पेसली। हिजो उसले बनाएको माछा पनि एकदम मिठो भएको थियो। माछा ग्रेभी बनाएको थियो। छ्यानी यता यता ल, यहाँनिर यो लोकल घिउ स्यानीको। स्यानीलाई भोलि घिउ किनिदिनुपर्छ। स्यानी घिउ सापट्टि लिएर आज हामीले चामलमा हालेछौँ। खै त ग्रेभी मासु कस्तो हो? मासु आज एनियन मात्रै भन्नु आउँछ। अमनले बनाएको मासु यहाँनिर यो कसौडीमा बनाउनु पर्ने मासु आज यहाँनिर कराईमा एल्मुनियम कराईमा बनाएको मासु। मैले भिडियो ढिला नै सुट गरेको छु। अब अपरचट यो भिडियो बन्यो। अमन पनि अघि भर्खर मासु लिएर आएको थियो। अनि त्यही भएर अब यो भिडियो ढिला नै सुट गरेको छु। हेरौँ अब के कस्तो हुन्छ। सबैलाई बोलाउने चाहिँ यहाँ स्यानी छ। स्यानी यता हो, यता सानी यता एकचोटि नाच्दियो। त्यसरी होइन, ताली मात्रै भएन, नाच्दियो न। कम्मर हल्लाइदियो ल। ल ड्याडी गीत गाउँछ। जेलैमा हो जेलैमा चरी जेलैमा खै नाच्यो न। जेलैमा जेलैमा चरी जेलैमा मै छोरी रुँदै बेसी मेलैमा भने। मलाई त गीत त खासै थाहा छैन। ल स्यानीले यो सबैलाई भुलाइरहेछ यहाँनिर। त्यही हो, रमाइलो भइरहेछ। छोरा आइरहेछ अहिले विदेशबाट। हामी यहाँ सबैजना रमिरहेछौँ। अब त्यही वास्तवमा अब सबैहरूलाई बताइरहनु पर्दैन। हामी शनिबारको दिनमा चाहिँ मनोकामना जाँदैछौँ। अनि साथ सबैजना चाहिँ अब हाम्रो फ्यामिली भनौँ, ठुल्दिदीले चाहिँ अमनको लागि भाकल गरेको छ। अनि यहाँनिर स्यानी अनि अमन, अनि यहाँ एनिन पनि। अनि यहाँनिर स्यानी दिदी है, अञ्जली है, नाची गर्ने अञ्जली है। ल यो किचन चाहिँ हामीले उतापट्टि कोठामा सिफ्ट गर्नुपर्ने भइरहेछ। अब त्यसको लागि चाहिँ हामी भोलि सिमेन्टीहरू, बालुवाहरू अनि थोरै चिप्स ल्याएर अब त्यो थोरै घरलाई मेन्टेन गर्नुपर्ने नै भइरहेछ। त्यही हो।
अब म तपाईँहरूलाई हाम्रो यहाँनिरको मन्त्रीको घर देखाउँदैछु है। हाम्रो ठ्याक्कै झ्यालबाट ठ्याक्कै अपोजिट पर्छ। अहिले त्यहाँबाट नयाँ क्याफे नै खोलिसकेको छ। यो हाम्रो जीवनराम श्रेष्ठको यो क्याफे, अहिले यो होटेल जस हाम्रो लागि जस हाम्रो आँगनमा मन्त्री हुनुहुन्छ, धेरै मजा राम्रो पनि हो भन्दै जेन्जी आन्दोलनले चाहिँ यहाँनिर थोरै क्षतिपूर्ति पुर्याइदिएको थियो, क्षति भएको थियो। अहिलेको हाम्रो साँझको माहौल चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो गार्डन भइहाल्यो। यो गार्डन चाहिँ हाम्रो यो बाथरुम गार्डन। ल अब फाइनली हाम्रो खाना रेडी भइसक्यो। अब खाना पसिँदैछन् सजिलोले। पुरी र आलु पकाउनु तिमीलाई? ल भोलि पकाइदिन्छु। अनि यतिखेर कहाँ पकाउनु त? अनि म पुरी र आलु त यो राइस खाऊ, यस्तो दामी हुन्छ। पापड र राइस, पापड अनि यहाँनिर यो चाहिँ मटन, खसीको मासु। म पकाइदिन्छु भनिरहेको छु त बेटा। अनि यतिखेर म कहाँबाट पकाइदिनु? तिमीलाई के खानु मन लागेछ ल भन, भोलि स्कुलबाट आउँदा बनाएर राखिदिन्छु म। ल खाजामा अनि अहिले यतिखेर न पिठो छ न केही छ, कहाँबाट बनाउनु? यतिखेर न पिठो छ न केही छ। अनि चिनी र भात खान्छ, अनि पापड पनि छ। ए प्लाउ खान्छ। म बनाइदिन्छु भनिरहेको छु त बेटा। भोलि तिमी स्कुलबाट आऊ। अनि कस्तो पुरी खाने हो? पातलो पुरी खाने कि मोटो पुरी खाने कि सानो पुरी खाने? मोटो पुरी खाने। तरकारी के खाने? आलु कि चना? ल होटेल भात, थकाली खाना, थकाली खाना। ल एनएनको यो भिडियोमा नि भात आउँछ ल। पापड हामीलाई अस्ति कहाँ गएको थियो हामी? ल यहाँ यो चाहिँ ताइचिन चामलको भात हो। चिकन होइन त्यो मटन हो। मटन। अनि अस्ति तिमीले मटन भन्थ्यौ। भयो पुग्यो पुग्यो। ल के त सामान्य हो, पुग्यो। अब मामी माम सोते पुग्ने मलाई थियो। बोन म्यारो हो, छाला छ त्यसमा। खाने हो त्यो?
मासु त भनेको त यस्तो पो हजुर मासु पकाउने भने त यसरी हुँदैन छिल्दैन निकाल्दैन मासु चाहिँ कस्तो परेको छैन टी-सर्ट यस्तो धेरै झोल हालेर है डेट बस्नु कहाँ बस्नु ल म सुरु गरी खाना खानालाई किन हुन्छ ल दाइचिन चामलको भात र अनि मटन खाना अर्थात् खसीको मासु पहिले त कस्तो खुसी खाएर मटन भन्ने खाने यस्तो हुन्छ पिज्जा होइन मैले के अरे कोन्डक हुन्छ नि चिजीवाला खासै छैन चिजी कोन्डक खान्छ नि तिमीले यस्तो दामी चिजी हुन्छ तिम्रो अनि हो खासु मार्ने चाहिँ होइन हामी के अरे उता घुम्न जाँदाखेरि बसमा के अरे तिमी माइजू म अनि त्यो चिजी कोन्डक खाँदै जाने बसमा ए मामासँग पैसा त दिन्छ तैँले मामा विदेशमा पैसा नराख्नु भन्छ सानीलाई फेरि ताइचिन चामल खाने बानी लाग्ला नि किनेर खाउँ पहिला पहिला ताइचिन चामल एकदम दुखीले खाने भन्थ्यो तर अहिले आएर ताइचिन चामल यति महँगो भएको छ कि मैले अघि बताइहालेँ भिडियोमा नि 200 रुपियाँ केजी पानी खाऊ नि यो बोटमा एउटा खाने कि नखाने स्प्राइट सुन हो त्यति घुटेको नि लानु पर्दैन एक काज ल सिक्यो त होइन यो यही नै चाहियो उसले त हातमा राखेको पापड सबै पापड मागेको मैले यस्तो तरकारी पकाएर युट्युबमा देखेको थिएँ कस्तो छ तरकारी एकदम टेस्टी वास्तवमा भन्नुपर्दा खसीको मासु यस्तो पिस नबनाइकन मजा आउँदैन यो चाहिँ पुरा एकदम सुत्दाखेरि नि पुरा सियो निस्किन्छ दामी
तर वास्तवमा सत्य कुरा भन्दाखेरि पहिला चाहिँ जो काम गर्ने मान्छेहरूले त्यो ती भिडोले चाहिँ दिनभरि एकदमै टन्न भइन्छ कि त ताइसिन चामल खाइसकेपछि दिनभरिको लागि आडिलो हुन्छ भनेर मान्छे पहिला चाहिँ काम गर्ने मान्छेहरूले चाहिँ यो ताइसिन चामल खान्थ्यो। अहिले आएर चाहिँ अहिले हामीलाई चाहिँ रहर भइरहेछ। यही पानी धोएर राम्रै म पनि बिस्तार गरेर यही पानी भिडियो लामो हुनसक्छ तर तपाईँहरूले स्पिड नगरिकन हेरिदिनु होला। यो नेचुरल भिडियो छ, कुनै पनि यसमा छेडछाड छैन। जस्तो मैले भिडियो बनाएको छु त्यस्तै यसमा एडिट सिडिट केही हुँदैन। जे छ त्यही नै म भिडियो अपलोड गर्नेवाला छु है त। बस न लु गरेर खाइरहेछ आफूले हातले आफूले मासु पनि ठिक्क पाक्यो रहेछ। तिमी भात खाएन चुको लाएर बस्छ पापडी चाहियो। राख्नु तिमीलाई
धेरै मन राख्नु खाने खाने हो तिमी खान्छौ घाँटीमा चाहिँ सधैँ लाग्छ थियो बेलगामले हालिदिनु भोज्न थाल्छ नि लौ त फाइनली मैले खाना खाइसकेँ त्यही हो मिठो भएको थियो थ्याङ्क्स फर द अमन मिठो तरकारी बनाएर आज मटन खाना यति मिठो थियो प्रशंसाको लायकै थियो थ्याङ्क यू अमन भन्दै त्यही हो मेरो खाना सिद्धिगयो आजलाई छुट्टी तपाईँहरूसँग बिदा लिन्छु सबैजना सकुशल रहन चाहिँ नबिर्सिनु होला भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला मन नपरे कमेन्ट गरिदिनु होला भन्दै यो भिडियोबाट म अहिले छुट्टिन चाहन्छु ल त बाई बाई